ह्याप्पी न्यू इयर भन्न चाहन्छु होइन। 2026 को शुभकामना सबैजनाले राम्रो बितोस्, राम्रोसँग कटाउनु होला 2026 को साल चाहिँ। सो हे गाइज, म मिस्टर शक्ति मगर फेरि पनि आइसकेँ मिनी ब्लग लिएर। आयो सबैजना सन्चै हुनुहुन्छ ल। म पनि एकदमै सन्चै छु र आज चाहिँ बिहान बिहान ड्युटी हिँड्न लगाएको। मजाले एकदमै चिसोले हैरान बनाइरहेको थिएँ होइन। चिसो चाहिँ एकदमै हुसी लागेछ आज चाहिँ। अनि भित्र छिर्दा बित्तिकै दुध आएको थियो। दुधलाई चाहिँ मजाले गरम गरेँ मैले, जनक्क लगाएर घोलेर मजाले। र यति गर्दा गर्दै सब्जीहरू पनि आयो। सब्जीहरूलाई पनि मैले चाहिँ के आयो भनेर सबै चेकिङ गर्न लाएँ। यसलाई चाहिँ यसरी टिक लगाउन पर्ने हुन्छ, के आयो के आएन भनेर सबै चेक गर्नुपर्ने हुन्छ। यति गर्दा गर्दै नेपोलियन पिज्जा पनि आयो। नेपोलियन पिज्जा चाहिँ अर्को केटाले बनाइदियो होइन। यसरी चाहिँ घचक्क बनाएर घ्यास घ्यास भनेर 2-3 चोटि तान आउँदै आएन, फेरि अरू जोरसँग तान्दा चाहिँ आयो फाइनली। र यो फाइनली यो पिज्जा पनि पाकिसक्यो, मजाले चिरिक्क पारेर पाकिसक्यो। अब यसलाई चाहिँ निकालेर चट्ट लगाएर होइन, अलिकति हेरेको अलिक जलेको जस्तो भयो साइडतिर, त्यसलाई चाहिँ मजाले छेउछेउबाट काटेर चाहिँ त्यो जुन जलेछ नि त्यो भागलाई चाहिँ सर्लक्क काटेर चाहिँ पठाइदियो। यति गरेर अनि यसलाई चाहिँ सर्लक्क बटर सटर लगाएर हुन्छ नि चट्ट दिनपर्ने हुन्छ। र यति गरेर हिजो चाहिँ धेरै चलेको थियो, त्यही भएर स्प्रिङ रोल पनि सकेको थियो, त्यसको भाजी हान्न लाएँ मैले। र यति गरेर सबैजनालाई चाहिँ ह्याप्पी न्यू इयर भन्न चाहन्छु होइन। 2026 को शुभकामना सबैजनाले राम्रो बितोस्, राम्रोसँग कटाउनु होला 2026 को साल चाहिँ है। अनि यति गरेर चाहिँ चट्ट बनाएँ। केटाहरूलाई चाहिँ रेड सस सकेको थियो, त्यो पनि बनाउनु लाग्यो। ज्याम्की ज्याम बनाएर टमेटो ससहरू खोलेर राखेको छ यसरी डनक्क लगाएर चाहिँ यसलाई चाहिँ ज्याम्की ज्याम बनाएर घोल्न लायो। अनि पाकियो चाहिँ बनिसक्यो, त्यही भएर चाहिँ मजाले घोल्न लाग्यो मिक्सर लिएर। र फाइनली यति गरेर ड्युटी पनि सक्यो। भेटौँला नेक्स्ट भिडियोमा, बाई।